धान काट्न आएको। आज चाहिँ 10-15 दिन भइसक्यो लगातार धान काट्न आँसी लगेर धान काट्न गएको के। आज 10-12 दिन भइसक्यो लगातार धान काट्न पुरा शरीर दुखेर नि ओ माई गड हैरान भइसक्यो के। लास्टै पुरा सुत्दाखेरि पनि पुरा शरीर दुखेर तर के गर्नु अब गाउँले जीवन परियो काम पनि गर्नु पर्यो क्या अरे। अब काम नगरेर हुँदैन। त्यही भएर आज चाहिँ हाम्रो आन्टीको धान काट्न जाने अनि भोलि चाहिँ आफ्नो काट्ने भनिराखौँ है। पुरै यहाँ बाटो जाँदैछु। पुरा बाटो यो बाटो छोटो हुन्छ भनेर यो बाटो आएको त पुरै शीत भएर पुरै रुजिसक्यो कि म त। अनि अहिले अरूको बारीबाट हिँडेको बारीवालाले देख्यो भने त गाली गर्छ होला। मेरो धानबाट किन हिँडिस्, तिम्रो आँखा छैन, आँखा नभएको जसरी धानबाट हिँडी भन्नुलाई। पुरै धानबाट हिँडेको नि त अर्काको बारीवाला आएको छैन। यति बिहानै भन्छ नि त हेर्नु त कोही मान्छे नै छैन। ऊ त्यहाँनिर पनि धान काट्न लाग्यो मान्छे छैन क्या। अनि पुरा ओ माई गड। अनि हिजो चाहिँ एउटा साथीले बोल्नु थियो अनि हाई भनेको थियो कि स्कुल फ्रेन्डले पुरानो। अनि के हो अरे रिप्लाई पनि गर्दैन अरे ठुलो पल्टेको अरे। अरे भाइ ठुलो पल्टे होइन के मेरो जिन्दगी धान काट्नमा जाने भयो। अब म धान काट्न मर्ने भएँ भनेको त ए बिहे गर अरे। मैले भनेको तैँले बिहे गरेर के गरेको छस् भन्दै हाँस्दै थियो कि। अब जिन्दगी यस्तै छ धान काट्ने आउने सुत्ने नास्ता खाने जिन्दगी। यहाँ त धान काटिसकेको रहेछ खै कहिले काट्यो। अनि जाँदैछु कि सबैहरू आन्टी यिनीहरू चाहिँ गइसक्यो म एक्लै छु। अब खेतालाहरू चाहिँ अब एकछिनमा आउँछ होला। अब आफ्नै पर्यो बिहानै जानु पर्यो क्या अरे। अनि त्यही भएर जाँदैछु। हो पुरा थाकिसक्यो कि हिँड्दा साइकल ल्याऊँ भनेको साइकलमा हावा होइन रहेछ। अनि त्यत्तिकै हिँडी आएको। तपाईँहरूलाई चाहिँ देखाउँछ है यहाँ कसरी धान काट्छन् अनि कतिजना खेतला लगाउँछन् अनि कतिजना खेतला लगाउँछन् धान काट्छन्। अनि नास्ता खाने बेला पुरा रमाइलो हुन्छ। त्यही पनि सबै साथीहरू हुन्छन् आन्टी मम्मी अनि छिमेकीहरू सबै हुन्छन् रमाइलो हुन्छ। त्यति गाह्रो पनि हुन्न। अब काम गरेर नगरेर खान मिल्दैन क्या अरे। अब धनी घरमा जन्मिएन गरिब घरमा जन्मियो अब त्यस्तै हो। हेर्नु त पुरै कति बिहानै भर्छ कि कोही बाटोमा पनि कोही हिँडे छैन। यति बिहानै गइरहेको छु बाटोमा नि कोही हिँडे छैन। अब जाँदैछु पुरा सूर्यको किरण हेर्न कसरी लाग्यो। त्यही भएर बाटोमा एक्लै छु अनि भिडियो बनाउँदै हिँडेको कि नत्र त लाज लाग्छ कि भिडियो बनाउन। ए हेर फ्लास्नाको छोरी त बाटोमा हेर्दाखेरि टिकटक बनाएको। अहिले टिकटक बनाएको होइन के अरे ब्लग बनाएको। उनीहरूलाई अब के भन्नु छिमेकीहरू चाहिँ कुरा काट्ने अर्काको त्यही हो ठिक्क। के कैसे लोग हैं हमारे गांव में गाइस कभी कालिया ओ कैलाश कति कालो देखिएको हमारा शकल नहीं दिख रहा है। आन्टी भाइरल टिकटक में टिकटक में हालिदिन्छु। आन्टी मेरोमा पठाइदिनु। मेन ड्यू मान्ने मान्छे यहाँ छ। ड्यू खाने भए यहाँ यिनी आन्टीलाई सम्पर्क गर्नु होला। चटनी ल्याऊ आन्टी चटनी ल्याए मैले आन्टी तँको नम्बर पनि भन। अनि तपाईँमा फोन गर्दा मलाई ड्यू दियो भन नि आन्टी। किलो चटनी खाने कि खाने भाइ खाने नि चटनी दिदी खानु ल चटनी फेरि नानु हाल्दे